नमस्कार। आज म कोरियामा काम छोडिसकेपछि बस्ने नेपाली सेल्टर अर्थात् बस्ने ठाउँको बारेमा एउटा भिडियो बनाउन गएको छु। भिडियो लास्टसम्म हेर्नुहोला। म एउटा सेल्टरको बारेमा बताउनेछु। यो सेल्टरको नाम र ठाउँ म बताउन चाहिनँ गोपनीयताको हिसाबले। म यसभन्दा पहिला पनि धेरै सेल्टरहरूमा बसेको थिएँ। यो सेल्टर एकदमै स्वच्छ लाग्यो, राम्रो लाग्यो। प्रवेश गरिसकेपछि साइडमा रहेका थिए विभिन्न झोला, धेरै सपना बोकेका झोलाहरू थिए। यो सेल्टरमा कमी भनेकै एउटा चिजको रहेछ, के भन्दा यही झोला राख्ने ठाउँको। सुरक्षाको हिसाबले त कोरियामा चोरी हुने समस्या हुँदैन, त्यो भएर त्यसको लागि केही चिन्ता गर्नुपर्ने अवस्था थिएन। साथै यहाँ हल्का पानी पर्दा भने अलिकति समस्या मैले देखेँ। यहाँ जुत्ता छरिए जस्तै हामी नेपालीहरूको सपना पनि काम छोडिसकेपछि छरिएको थियो। यहाँबाट भित्र हामी प्रवेश गर्छौँ। यो सेल्टरमा प्रवेश गर्दा बित्तिकै रहेको छ किचन। किचनमा के रहेछ भन्दा अरू ठाउँको देखि एकदमै राम्रो। जस्तै कि अरू ठाउँमा रेस्टुरेन्टमा गएर खानुपर्ने बाध्यता यहाँ रहेनछ। यहाँ साथीभाइहरू मिलेर आफैले पकाएर खाने सिस्टम रहेको रहेछ। टोयलेट कस्तो होला भनेर म चिन्तित थिएँ। यहाँ टोयलेट हेरेको एकदमै राम्रो लाग्यो, स्वच्छ लाग्यो। अनि साइडमा किचनमा रहेको थियो एउटा विवाहलाई उम्काउने जत्रो राइस कुकर। त्यहाँ चितवनका एकजना दाइले भात पकाउनु भएको रहेछ हामी 6 जनाको लागि। उहाँले लगभग 12-13 जनालाई पुग्ने भात पकाइदिनु भएको रहेछ। उहाँले नेपालमा कहिल्यै पनि खाना पकाउनु भएको रहेनछ, त्यही भएर होला। सब्जीमा पनि नुन कमै राख्नु भएको थियो, तर पनि हामीले मिठो मानेर खायौँ। अनि यो हो हाम्रो रुम। यहाँ विभिन्न ठाउँका साथीहरू सँगै बस्ने गर्थ्यौँ। कोरियामा बसाइ भनेको भुइँमा हुन्छ, सुताइ भनेको भुइँमा हुन्छ। त्यही भएर जताकतै बिस्तरा थिए र यहाँ सुतेर नेपाली दाजुभाइले करोडौँको सपना, राम्रो कामको सपना दिनहुँ देख्नुहुन्थ्यो। हामी नेपालीले हाम्रो परिवारको लागि, राम्रो भविष्यको लागि धेरै सपना देखेका थियौँ। यसभन्दा म पहिला विभिन्न सेल्टरहरूमा बसेको थिएँ, जहाँ रेस्टुरेन्टका मालिकहरूले सेल्टर खोल्नु भएको थियो। बस्ने ठाउँ पनि एकदमै नराम्रो, एकदमै फोहोरो। खाने शुल्कहरू पनि मिठो लिने, महँगो लिने, तर खाने कुराहरू नमिठो दिने। सब्जीमा एकै नासको सब्जी सधैँ बनाउने। आज बनाएकी सब्जी त्यही तताएर 3-4 दिनसम्म दिने। बिहानमा सब्जीमा आलु र निउरो दिने, अनि साँझमा निउरो र आलु दिने। भिन्नता त थियो, तर आलु र निउरो, निउरो र आलुको थियो। अनि नेपाल जाँदाखेरि नेपालबाट मरमसला लिएर आइदे भन्ने, अनि नेपालबाट लिएर आइदिसकेपछि पैसा दिँदा कनकन गर्ने। त्यस्ता धेरै सेल्टरहरू पनि देखेँ, तर यो सेल्टर एकदमै राम्रो माने मैले। धन्यवाद छ सेल्टर सञ्चालकज्यूलाई। मैले भने जस्तै झोला राख्ने समस्या मैले देखेँ हैन। अनि केटाकेटीहरूको
बस्ने ठाउँहरू छुट्टा छुट्टै रहेछ, भवनहरू छुट्टा छुट्टै रहेछ। त्यसको लागि एकदमै धन्यवाद छ हजुरलाई। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोला साथीहरू। म बिदा हुन्छु। हस्त नमस्ते।